एकपटक एउटा जङ्गलमा एउटा गधा र हात्तीको बीचमा घमासान विवाद परेछ हैन। गधा र हात्ती मारामार गर्ने अवस्था पुगिसकेछ। तर टपिक्स केमा रहेछ भन्ने माइ डियर फ्रेन्ड्स, गधाले भन्दो रहेछ आकाशको रङ रातो हुन्छ अनि हात्तीले भन्दो रहेछ आकाशको रङ त निलो हुन्छ। र यो रातो रङको आकाश र निलो रङको आकाशको बीचको विवादले हात्ती र गधा चाहिँ एकदम लडाइँ गरेर मर्न लागिसकेछन्। तब कसैले सल्लाह दिएछ जङ्गलमा कि जाऊ तिमीहरूको राजा कहाँ गएर उपस्थित हो र आफ्नो समस्या भन, राजाले जे कुरा निर्देशन दिनुहुन्छ त्यही हामी सबैले मान्नुपर्छ भनेर कसैले सल्लाह दिएछ। अब त्यस गधा र हात्ती जङ्गलको राजा सिंह कहाँ पुगेछ र राजाले सोध्दैछन्, सिंहले सोध्दैछन्, तिमीहरू किन यहाँ आएको भनेर प्रश्न गर्दाखेरि सर्वप्रथम गधाले भनेछ, सरकार यो हात्तीलाई मैले आकाशको रङ रातो हुन्छ भनेको एकदम मानेको छैन, मसँग विवाद मात्रै गरिरहेको छ भनेर गधाले आफ्नो चाहिँ पक्ष राजा कहाँ प्रस्तुत गरेछ। त्यसपछि राजाले हात्तीलाई सोध्नुपर्छ, तिमी यहाँ किन आएको भन्दाखेरि हात्तीले जवाब दिन्छ, महाराज गधालाई मैले आकाशको रङ रातो हुँदैन आकाशको रङ निलो हुन्छ भनेर कति पटक भनिसके सम्झाइसके, तर यो गधा मान्न एकदमै तयारै छैन महाराज, अब यसमा मेरो के गल्ती भनेर पनि आफ्नो पक्ष चाहिँ हात्तीले राजा कहाँ राखेछ। अब राजाले भनेछ, होइन आकाशको रङ त रातै हुन्छ नि भनेर चाहिँ राजाले गधाको पक्ष लिँदै होइन त्यसको विरुद्धमा हात्तीलाई चाहिँ 1 वर्षमा चिक्क नबोल्ने र 10 कोर्रा सजाय दिएछन् राजाले हात्तीलाई। तब गधा खुसी हुँदै आकाशको रङ रातो हुन्छ भन्दै आफ्नो बाटो लाग्यो। तब हात्तीले राजालाई चाहिँ सिंहलाई चाहिँ आफ्नो बिन्ती बिसाएछ, महाराजजी म माथि अन्याय भयो नि, आकाशको रङ त निलै हुन्छ तर तपाईँले कसरी आकाशको रङ रातो हुन्छ भनेर गधाको सपोर्ट गर्नुभयो र उल्टै मलाई तपाईँले सजायको व्यवस्था कसरी गर्नुभयो, म त अन्याय परे महाराज भनेर चाहिँ हात्तीले राजा समक्ष आफ्नो बिन्ती बिसाएछ। जङ्गलको राजा सिंहले भन्छन्, सबैभन्दा पहिला त तिमीलाई चाहिँ यस कुराको सजाय दिएको छु मैले कि तिमीले आफू यस्तो बुद्धिमानी हुँदाहुँदै पनि गधासँग चाहिँ विवाद गर्न पुग्यो र तिमीलाई मैले सजाय दिएको 1 वर्षमा नबोल्ने। अर्को दोस्रो सजाय तिमीलाई किन दिएको मैले भने त्यस्तो गधासँगको विवादमा तिमी त्यस्तो गधासँग झगडा गरेर तिमी गधासँग चाहिँ विवाद गरेर त्यस्तो कुरा लिएर म राजा कहाँ आउने, त्यसकारण तिमीलाई मैले दोस्रो सजाय दिएको भनेर भन्छन्। माइ डियर फ्रेन्ड्स, यस कथाको मोरल अफ द स्टोरी, यस कथाको चाहिँ बुझ्नुपर्ने कुरा, यस कथाबाट दिन खोजेको तपाईँलाई शिक्षा अथवा प्रेरणा के हो भने कहिले काहीँ तपाईँ हाम्रो वरिपरि सर्कलमा अथवा तपाईँ हाम्रो वरिपरि तपाईँको गाउँ समाज अथवा कतै कतै केही व्यक्तिहरूको स्वभाव गधा जस्तो हुन्छ नि होइन, एक गोड लागिराख्ने मूर्खे खालको होइन, अनि तपाईँको घमण्डी गर्ने, आरिस गर्ने, ईर्ष्या गर्ने, डाहा गर्ने, मानव कि त्यसको स्वभाव चाहिँ गधा जस्तो छ होइन। हो त्यस्तो गधा जस्तो व्यक्तिसँग तपाईँले कहिल्यै पनि विवाद गर्नु हुँदैन। तपाईँले त्यस्तो गधा जस्तो व्यक्तिसँग आफूले विवाद गर्नु भनेको तपाईँले आफ्नो समय एकदमै बर्बादी गर्नु मात्रै हो। तपाईँले आफ्नो इमेज अथवा आफ्नो समय सबैको तपाईँले माइनस गर्नु, घटाउनु। त्यसकारण त्यस्ता प्रवृत्ति भएको व्यक्तिलाई इग्नोर गरेर तपाईँ सधैँ अगाडि बढ्नुहोस्, तपाईँले जीवनमा धेरै प्रगति गर्न सक्नुहुन्छ। हस्त, राधे राधे, जय होस्।